ए साँच्ची तेरो माइतीमा बालमा बस्नेको छोरी खुब राम्ररी देखाएको थिएँ मैले। त्यसलाई हेरेर कुरा चला न, इन्टरकास्ट पनि हुने। तपाईले पोहोर देख्नु भएको होला, यसपालि त बिहे गरेर छोरो पनि पाइसकि होइन। तपाईँ फेरि किन त्यो इन्टरकास्ट सेन्टरकास्ट भनेर जिद गर्दै हुनुहुन्छ? तपाईँले इन्टरकास्ट बिहे गरेर नै छोरालाई समेत असर परिरहेछ भने तपाईँ फेरि किन त्यही गल्ती दोहोऱ्याउन चाहनुहुन्छ? मैले कुनै गल्ती गरेको छैन। जसले मेरो कुरा बुझ्दैन तिनीले गल्ती गरिरहेछ। तर बिहे चाहिँ इन्टरकास्टै हुनुपर्छ। बरु बुढा नीलकण्ठतिर कोही छ कि फोपुलाई सोधि हेर्ने। बुढा नीलकण्ठ? त्यो बुढा नीलकण्ठ हुँदैन। किन? किन भन्नु? अब बाउको नाउँ नीलकण्ठ, छोराको नाउँ वैकुण्ठ, बुहारीको माइत कहाँ भन्यो भने बुढा नीलकण्ठ। कण्ठै कण्ठ, त्यो कण्ठ सण्ठ आउने हुँदैन। बरु कण्ठ नआउने ठाउँ कहाँ छ त्यहाँको मान्छे खोज। को खोज्ने त? अब कहाँ खोज्ने?